हाई मेरो नाम सुजाता बस्याल अनि मैले बोलेर भिडियो राख्न थालेको आज ठ्याक्कै 1 वर्ष पुग्यो। यो 1 वर्षमा मलाई सबैभन्दा धेरै सोध्नु भएको भनेको चाहिँ फ्लोरिडा नाम कसरी राख्नु भयो भन्ने हो। मैले यो अकाउन्ट सुरुमा खोलेको चाहिँ कविताहरू पोस्ट गर्छु वाचन गरेर भन्ने थियो। तर आफ्नो भिडियो नराखिकन वाचन गर्न मन भएको अनि आफूलाई कसैले नचिन्दिए हुन्थ्यो भन्ने भएको भएर राखेको। अनि फ्लोरिडा भनेको चाहिँ फ्लावर्स फेस्टिभल अथवा फ्लावर्ससँग अलिक रेजोनेट गर्ने अनि म आफूलाई फुल एकदम धेरै मनपर्ने भएको भएर मैले फ्लोरिडा राखेँ। अनि एउटा कविता पोस्ट गर्ने बित्तिकै टिकटक ब्यान भयो। मैले पनि खासै त्यस्तो अरू पोस्ट गर्ने जाँगर गरिनँ। अनि फेरि मैले क्रोसे गर्न थालेँ अनि क्रोसे गरेर क्युट क्युट स्टफहरू बेच्ने पनि फेरि यही अकाउन्टमा पोस्ट गरेर बेच्न पनि थालेँ। अनि फाइनली 1 वर्ष अगाडिदेखि चाहिँ मैले सुरुमा चाहिँ बुक, मुभी रिकमेन्डेसन, रिभ्यू यस्तोहरू गर्थेँ अनि त्यति रेगुलर भिडियो राख्थिनँ। तर राख्न थालेको चाहिँ आज ठ्याक्कै 1 वर्ष भयो। अनि यो 1 वर्षमा यति धेरैजनासँग यति छिटो जोडिन पाएँ त्यसको लागि चाहिँ म एकदम धेरै ग्रेटफुल छु तपाईँहरूप्रति। मैले मेरो फर्स्ट भिडियो राख्दाखेरि चाहिँ म झापामा थिएँ। त्यतिखेर चाहिँ मेरो ब्याचलर सकिने बेला हुन लागेको थियो। अहिले चाहिँ म आफ्नो घर पाल्पामा छु अनि आजकल चाहिँ एकदम धेरै पोस्ट गरिरहेको छु आल्तु फाल्तु भिडियो, किनभने मलाई मजा लागिरहेको छ यो भिडियो बनाउन। पहिलेदेखि इन्ट्रेस्ट थियो, अहिले चाहिँ रमाइलो लाग्दैछ। जे होस्, थ्याङ्क यू एभ्रिवान।